हेलो 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 अनि तपाईहरुलाई फेरिदेखि स्वागत छ हाम्रो यस च्यानलको न्यू भिडियोमा। यो भिडियोमा हामी के गर्छौं भन्दाखेरि we will discuss very important question BBI question for entrance examination level जस्तै सेन्ट जेभियर भयो, हाम्रो काठमाडौँ मेट्रोको स्कलरशिप एक्जाम भयो। यो एक्जाम एसओएस को सैनिकको यिनीहरुको लागि इम्पोर्टेन्ट क्वेशन योहरु छन्। योहरुलाई हामीले डिस्कस गर्छौं र जुन फाइन्डिङ हुन्छ त्यो फाइन्डिङलाई नोट डाउन गर्दै जान्छौं। सो विदाउट एनी डिले लेट्स स्टार्ट। ओके, सो तपाईहरुले फर्स्ट क्वेशन यहाँ हेर्नुस्। फर्स्ट क्वेशनमा हामीलाई के भन्दै छ भने नि व्हिच अफ द फलोइङ इज नट अ स्केलर क्वान्टिटी। अब क्वेशन एमसीक्यू सल्भ गर्दाखेरि कस्तो गर्ने भन्दाखेरि यो हाइलाइटेड जुन मेन पोइन्ट छ नि त्यसलाई पहिला सर्कल गरिहाल्ने का। यहाँ नट भन्दै छ, के भन्दै छ? नट भन्दै छ। मतलब स्केलर क्वान्टिटी हैन, स्केलर नहुनु भनेको भेक्टर हो। अब स्केलर छ त्यसलाई हटाइदिने र जुन बच्छ त्यो नै भेक्टर भइहाल्छ क्या। किन भन्दाखेरि एमसीक्यू सल्भ गर्नेको दुईटा टेक्निक हुन्छ। एउटा टेक्निक हुन्छ जुन राइट हुन्छ त्यसलाई राइट गर्दिने अगाडि बढ्ने। अर्को हुन्छ जब हामीलाई आन्सर आइराख्दैन तब रङलाई हटाइदिने, एलिमिनेट गर्दिने र जुन बच्छ त्यो आन्सर भइहाल्छ क्या। त्यस्तै हो। यो केसमा सपोज मलाई भेक्टर क्वान्टिटी थाहा छैन भने मलाई त यो थाहा छ नि त, किनभने डिस्टेन्स भनेको स्केलर हो त्यही भएर यो हुने भएन। मास भनेको स्केलर हो, करेन्ट भनेको नि करेन्टसँग सम सेन्स अफ डाइरेक्सन हुन्छ। तर जब हामीले क्लास 11 मा जान्छौं नि तब हामीले भेक्टर क्वान्टिटीको एउटा अर्को डेफिनेसन पढ्छौं क्या। म्याग्निट्युड पनि हुने, डाइरेक्सन पनि हुने र भेक्टर ललाई पनि फलो गर्नुपर्छ क्या। तर करेन्टले भेक्टर ललाई फलो गर्दैन, त्यही भएर यो पनि भेक्टर भएन। त्यही भएर हाम्रो आन्सर हुन जान्छ मोमेन्टम भनेको के हो भन्दाखेरि मोमेन्टम भनेको स्मल p ले डिनोट गरिन्छ। स्मल p इक्वल टु m इन्टु v, मास इन्टु भेलोसिटी। यसको डेफिनेसन भन्न खोज्नु भयो भने मोमेन्टम भनेको क्वान्टिटी अफ मोसन, अमाउन्ट अफ क्वान्टिटी अफ मोसन। कुनै पनि बडी मोसनमा छ भने त्यससँग कति मोसनको क्वान्टिटी छ त्यसलाई हामीले मोमेन्टम भन्छौं। त्यसको फर्मुला हुन्छ मास इन्टु भेलोसिटी। मासको भइहाल्यो केजी, भेलोसिटी को मिटर पर सेकेन्ड। सो केजी मिटर पर सेकेन्ड यसको युनिट हुन्छ। ठीक छ नि। सो इजिली हामीले यो क्वेशन नम्बर 1 सल्भ गर्न सक्यौ। अब सेकेन्ड क्वेशनमा जाम। सेकेन्ड क्वेशनले के भन्दै छ भने नि मेल्टिङ पोइन्ट अफ वाटर एट स्ट्यान्डर्ड एटमोस्फेरिक प्रेसर। हामीलाई सोध्ने भनेको के हो भन्दाखेरि मेल्टिङ पोइन्ट सोध्छ र बोइलिङ पोइन्ट सोध्छ तीनटा सेल्सियसमा। हामीसँग तीनटा स्केल हुन्छ। सेल्सियस स्केल हुन्छ, केल्भिन स्केल हुन्छ र फ्यारेनहाइट स्केल हुन्छ। सेल्सियस स्केलमा मेल्टिङ पोइन्ट अफ वाटर 0 डिग्री सेल्सियस हुन्छ र बोइलिङ 100 डिग्री सेल्सियस हुन्छ। 100 ठीक छ नि। र केल्भिनमा 273 हुन्छ मेल्टिङ र 373 हुन्छ बोइलिङ। र फ्यारेनहाइटमा 32 डिग्री फ्यारेनहाइट हुन्छ मेल्टिङ र 212 हुन्छ हाम्रो बोइलिङ। सो यति बुझिसकेपछि हामीले यो आन्सर गर्न सक्छौं। योमा के सोध्दैछ भने मेल्टिङ पोइन्ट अफ वाटर, यो सबै फ्यारेनहाइट छ त्यही भएर फ्यारेनहाइटमा मेल्टिङ पोइन्ट 32 डिग्री फ्यारेनहाइट हुन्छ। ठीक छ नि। ठीक छ। अब थर्ड क्वेशनमा जाम। 100 ग्राम अफ बेन्जिन 100 ग्राम of benzene weights more in summer and less in winter, less in summer and more in winter, and equal in summer and winter and none। 100 ग्राम को बेन्जिन छ र कति वेट गर्छ क्या यो। अब यो केसमा नि यो क्वेशनले दुईटा मतलब भन्न सक्छ क्या। एउटा मतलब भनेको मास को टर्ममा, एउटा मतलब भनेको वेट को टर्ममा। अब के हुन्छ भन्दाखेरि डेन्सिटी छ नि, डेन्सिटी भनेको मास अपन भोल्युम हो र जति टेम्परेचर बढ्छ त्यति भोल्युम बढ्छ अनि त्यति डेन्सिटी घट्छ। यो भएपछि जब टेम्परेचर समरमा टेम्परेचर बढ्छ तब डेन्सिटी घट्छ र डेन्सिटी र
स्मल जी को केही भ्याल्यु नै हुँदैन कि रिलेसन नै हुँदैन त्यही भएर हामीले के पढाएको छौं भन्दाखेरि मास इज अलवेज कन्जर्भ ल अफ कन्जर्भेसन अफ मास पढेको छौं नि द थिङ दैट इज कन्स्ट्यान्ट इज मास सो 100 ग्राम अफ बेन्जिन छ भने 100 ग्राम अफ बेन्जिन छ भने त्यो इक्वल इन समर एन्ड विन्टर हुन्छ सो हाम्रो राइट आन्सर हुन जान्छ 3 को सी अब क्वेशन नम्बर 4 मा जाम रिफ्र्याक्टिभ इन्डेक्स अफ आइस रिफ्र्याक्टिभ इन्डेक्सलाई हामीले जनरली म्यू ले डिनोट गरिरहेका हुन्छौं यसलाई म्यू भनिन्छ र रिफ्र्याक्टिभ इन्डेक्स अफ आइस 1.31 हुन्छ ठीक छ नि त्यसपछि क्वेशन नम्बर 5 मा जाम क्वेशन नम्बर 5 ले के भनिरहेछ भने मिरर्स युज्ड इन द भेहिकल्स आर भेहिकल मा कुन मिरर युज गरिन्छ जनरली मिरर भनेको 3 टाइपको हुन्छ कन्केभ मिरर हुन्छ कन्भेक्स मिरर हुन्छ र प्लेन मिरर हुन्छ र भेहिकल्स मा नि साइड भ्यूमा अथवा रियर भ्यूमा कन्भेक्स मिरर युज गरिन्छ किन भन्दाखेरि कन्भेक्स मिररले जहिले भर्चुअल र इरेक्ट इमेज बनाउँछ इरेक्ट भनेको सिधा भर्चुअल भनेको काल्पनिक र यसको नि रेन्ज धेरै हुन्छ यो भयो हाम्रो कन्केभ मिरर र यो भयो हाम्रो कन्भेक्स मिरर यो भयो हाम्रो कन्भेक्स मिरर यो भयो कन्भेक्स मिरर र कन्भेक्स मिररमा रेन्ज अफ भ्यू धेरै हुन्छ त्यही भएर हामीले टाढासम्म हेर्न सक्छौं त्यही भएर भेहिकल्समा कन्भेक्स मिरर युज गरिन्छ दिस इज इम्पोर्टेन्ट क्वेशन यो क्वेशनलाई तपाईहरुले अब बुझेर रट्नुस् कि रटेर बुझ्नुस् तर यो क्वेशनलाई चाहिँ याद गरिराख्नुस् धेरै यो इम्पोर्टेन्ट क्वेशन सोधिरहन्छ इन्ट्रान्समा अब क्वेशन नम्बर 6 मा जाम इफ द के भन्दैछ भन्ने इफ द अर्थ इज स्क्विज टु द साइज अफ मून यदि अर्थलाई मून को साइजमा स्क्विज गरिदियो भने स्मल जी मा के चेन्ज आउँछ हामीलाई थाहा छ स्मल जी को फर्मुला हुन्छ g क्यापिटल M अपॉन r स्क्वायर वेयर स्मल g भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी क्यापिटल G भनेको ग्राभिटेशनल कन्स्ट्यान्ट क्यापिटल M भनेको मास अफ दैट प्लैनेट र r भनेको रेडियस अफ दैट प्लैनेट अब यहाँ के भन्दैछ भने हामीले अर्थलाई मून को साइजमा स्क्विज गर्यो भने त्यहाँ मास चेन्ज हुँदैन चेन्ज हुने भनेको रेडियस हो र हामीलाई के थाहा छ भन्दाखेरि अर्थ को रेडियस लगभग 6400 किलोमिटर हो र मून को चाहिँ 1760 किलोमिटर हो र यो दुईटा भ्यालुलाई हामीले यो इक्वेशनमा हाल्ने यहाँबाट स्मल g को भ्यालु हाम्रो अर्थमा आउँछ 9.8 र मूनमा गर्यो भने यो केस यो हालेर गर्यो भने यो g या m by r स्क्वायर मा m हाल्ने मास अफ अर्थ र r हाल्ने रेडियस अफ मून किन भन्दाखेरि स्क्विज भइरा छ नि त यो हालेपछि 130 समथिङ आउँछ त्यो भनेको लगभग एप्रोक्सिमेटली के हुन्छ भन्दाखेरि 14 टाइम्स मोर हुन्छ सो हाम्रो आन्सर हुन जान्छ 14 टाइम्स मोर ठीक छ सो यो कन्सेप्ट हो मेन फर्मुला भनेको त्यही हो स्मल g इक्वल टु g क्यापिटल M by r स्क्वायर त्यो भ्यालु पुटिङ गर्यो भने हामीले सजिलै आन्सरमा पुग्न जान्छौं अब जाम क्वेशन नम्बर 7 मा क्वेशन नम्बर 7 ले के भन्दैछ व्हिच अफ द फलोइङ इज करेक्ट अबाउट ल अफ रिफ्र्याक्सन अफ लाइट अब यहाँ मेन पोइन्ट के छ ल अफ रिफ्र्याक्सन अफ लाइट र अब राम्ररी अप्सन पढौं अप्सन ए ले के भन्दैछ इन्सिडेन्ट रे रिफ्लेक्टेड रे एन्ड नर्मल टु सर्फेस एट द पोइन्ट अफ इन्सिडेन्ट अल लाइन सेम प्लेन र हतारमा नि विद्यार्थीहरुले यसलाई पनि टिक राइट मान्दिरा हुन्छ तर यहाँ रिफ्लेक्टेड रे भन्दैछ रिफ्र्याक्टेड रे हुनुपर्ने रिफ्लेक्ट छ त्यही भएर यो आन्सर रङ भयो यो अप्सन रङ भयो र एंगल अफ इन्सिडेन्स इक्वल हुँदैन किन भन्दाखेरि रेयरबाट डेन्सरमा गयो भने टुवर्ड्स द नर्मल र डेन्सरबाट रेयर गयो भने अवे फ्रम द नर्मल हुन्छ त्यही भएर इक्वल हुने चान्सै भएन र थर्ड अप्सनले के भन्दैछ sin I by sin r इज कन्स्ट्यान्ट फर अ गिवन पेयर अफ मिडिया सो यो आन्सर राइट हुन जान्छ र यो दुईटा रङ भयो भने यो अभियसली यो हुने भएन सो हाम्रो राइट आन्सर सी हुन जान्छ सो यस्तै अरु भिडियोको लागि यस्तै अरु हैन डिटेल्ड डिस्कसन अफ एमसीक्यू हरु छन् भनेर मसँग धेरै एमसीक्यू हरु छ यस्तै तपाईहरुले भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्नुस् म अर्को भिडियो बनाइहाल्छु र तपाईहरुलाई कुनै पनि स्टडी रिलेटेड क्वेरी छ भने मलाई feel free to ask 9704
491074 को WhatsApp नम्बरमा तपाईसँग कुनै पनि स्टडी रिलेटेड क्वेरी छ भने तपाईले मजाले सोध्नुस्, म रिप्लाई दिनेछु र मेसेज गर्दाखेरि रिप्लाईको वेट नगर्नुस्। मलाई जहिले टाइम मिल्छ म तपाईहरुलाई रिप्लाई दिइहाल्छु। सो feel free to ask. So that's it. For more videos, subscribe the channel. Thank you.